साथीहरु म चाहिँ अब किचनमा आइसकेको छु हैन। त अनि आज बेलुका चाहिँ मैले दम आलु बनाउँदै छु हैन। अनि कसरी बनाउँदै छु त अनि तपाईहरुलाई पनि देखाउँदै छु है त। दम आलुको लागि चाहिँ साथीहरु मैले 4-5 वटा प्याजलाई पिसेको छु हैन। अनि यहाँनेरि 5-6 वटा टमाटरलाई पनि पिसेर राखेको छु। अनि यो अदरक लसुन हरियो खोर्सानी पिसेको। त अनि यहाँ चाहिँ मैले सबै मसलालाई मिक्स गरेको छु है। मिक्स गरेर रेडी पारेको छु। अनि यता हरियो धनिया अनि यहाँ चाहिँ मरिच ल्वाङ हरियो अलैँची दालचिनी तेजपत्ता के अरे सुक्खा खोर्सानी रेडी पारेको छु। अनि मैले साथीहरु आलु चाहिँ बोइल गरेको थिएँ। अनि बोइल गरेको आलुलाई चाहिँ मैले यसरी फ्राई गरेको छु हो। यहाँनेरि फ्राई गर्दैछु। फ्राई गरेर चाहिँ दम आलु बनाउँदैछु। तपाईहरु कसरी बनाउनुहुन्छ साथीहरु? मैले चाहिँ यसरी बनाउँछु है। ल बनेपछि देखाउँछु है तपाईहरुलाई ल। अब मैले कस्तो दम आलु बनाउँछु भनेर चाहिँ। ल साथीहरु मैले चाहिँ दम आलुको लागि ग्रेभी बनाइसकेको छु हो। यसरी मसला बनाएँ। मिर्ची ज्यादा भएछ के त्यही भएर चाहिँ मैले मखन हाल्दिएको। ल दम आलु चाहिँ मैले साथीहरु यसरी बनाएँ हो। तपाईहरुले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु होला है। मेरो बनाउने तरिका चाहिँ यस्तो हो हैन। हजुरहरुलाई कस्तो लाग्यो मेरो दम आलुको रेसिपी बताउनु होला। ल साथीहरु म चाहिँ हरियो धनिया पनि माथिबाट हाल्दिदैछु हो। आलु त पहिल्यै पाकिसकेछ नि त। अनि यो एकपल्ट उबल दिएर चाहिँ त्यहाँदेखि चाहिँ बन्द गरिदिनु पर्छ। फेरि आलु फुट्छ के सबै। आलु फुट्यो भने फेरि राम्रो हुँदैन के सबै। यसले अब यो उमाल पनि आइसक्यो। यसलाई चाहिँ म एकपल्ट मजाले उबालेर चाहिँ त्यहाँदेखि बन्द गरिदिन्छु। ल मैले चाहिँ पुरी बनाइसकेँ साथीहरु। दम आलुसँग खानको लागि यस्तो बनाएको छु। ल साथीहरु म चाहिँ खाना खानु लागेको। अनि तपाईहरुले चाहिँ खानुभयो भएन हैन। अनि ल खानुभएको छैन भने खानु होला। अनि यहाँ मेरो चाहिँ दम आलु हो। अनि यता पुरी अनि यता दही अनि यहाँनेरि चाहिँ अमलाको अचार अनि खर्सानीको अचारसँग ल म चाहिँ खानु लागे साथीहरु। त अनि मेरो भिडियोलाई मन परेमा लाइक कमेन्ट गर्नु नबिर्सिनु होला साथीहरु। ल ओके।